Hey, what's up guys? Welcome back to my channel again. This is Dave Will Make It. And आज चाहिँ म मेरो बेस्ट फ्रेन्डसँग बाहिर आएको थियो for little drinks and you know like hanging out. मेरो साथी चाहिँ यहाँ छ. So मेरो चाहिँ 15 दिनको छुट्टी आइसक्यो गाइस नो हैन तर मैले यो चाहिँ मेरो बकेट लिस्टमा राखेको थियो इन द सेन्स स्विमिङ चाहिँ गर्ने एक बार चाहिँ भनेर. अनि म चाहिँ यता आएको छु गाइस. लेट मी शो यु गाइस. So guys, you can see यता चाहिँ स्विमिङ पुल छ तर यताको जाडो चाहिँ आई स्वेयर गाइस यस्तो भएन यताको जाडो चाहिँ एकदमै धेरै जाडो छ हैन यही छ उलाई चाहिँ मैले भनेको हामी दुईजना स्विमिङ पुल खेलौँ भनेको हैन उलाई चाहिँ मैले भनेको स्विमिङ गरौँ दुईजनालाई भनेको तर उ चाहिँ मानेको छैन किनकि उसलाई गर्नै मन छैन जाडो लाग्छ उ बुढो पनि भयो तर मलाई चाहिँ हाम फाल्नु छ हो तिमी हम फाल्ने कि नफाल्ने बुढो बाबा हम फाल्ने कि नफाल्ने हम फाल न यार एटलिस्ट यस्तो चिसोमा लुगा खोल्नै साह्रो छ ल गाइस त्यसो म चाहिँ हम फाल्ने हो उले चाहिँ मेरो हेल्प गर्छ भिडियो बनाउन लागि हैन ब्रो हैन हम फाल्ने कि नफाल्ने ठिकै हुन्छ यार अहिले तिमी यहाँ छ भनेर किन लाएको छैन त्यो पानी छुवा तैले गएर मैले छुइसकेको जिउले सोच न मलाई चाहिँ हान्नु मन छ तर उसले मलाई त्यो उयो गट्स दिएको छैन त्यो भएर चाहिँ अलिक अप्ठ्यारो लाग्दैछ गाइस सो आई डोन्ट नो लेट्स सी आई जस्ट क्याच यु अप गाइस ब्रो व्हाट्स अप गाइस देव हियर आई एम जस्ट स्विमिङ हान्ने हो हैन क्लोज गर